25 देखि 35 वर्षको उमेर बीच हुनुहुन्छ? यदि हुनुहुन्छ भने एकपटक ध्यान दिएर सुन्नुहोस्। यो उमेर त्यस्तो दशक हो जहाँ जीवनका धेरै कुरा एक्कासी बदलिन थाल्छन्। आफूलाई नै थाहा हुँदैन जीवनमा के भइरहेको छ। कहिले मन टुट्छ, कहिले सपनाहरू अन्योलमा पर्छन्। आमा बुबा बिस्तारै बुढो हुन थाल्छन् र करियर बनाउने कि घर परिवारका जिम्मेवारी सम्हाल्ने भन्ने दोधारले मन भारी हुन्छ। साथीहरू टाढिँदै जान्छन्, प्राथमिकताहरू बदलिन्छन् र अचानक जीवन पहिले भन्दा धेरै गहिरो र भारी महसुस हुन थाल्छ। हरेक दिन आफू को हो, कहाँ जाँदैछु र म पर्याप्त छु कि छैन भन्ने प्रश्नले मन सताउन थाल्छ। तर नातिन, किनकि यही सबै अस्तव्यस्तता बीच चुपचाप केही परिवर्तन भइरहेको हुन्छ। तपाईँ बढ्दै जानुहुन्छ, छोड्न सिक्नुहुन्छ, फेरि उठ्न सिक्नुहुन्छ र अनिश्चितता बीच पनि सास फेर्न जान्नुहुन्छ। अनि एक दिन तपाईले महसुस गर्नुहुन्छ कि तपाईँ हराउनु भएको होइन, तपाईँ आफैलाई खोज्दै हुनुहुन्छ। त्यसैले यदि यो चरण गाह्रो लागिरहेको छ भने सम्झनुहोस्, यो तपाईको ब्रेकडाउन होइन, यो तपाईको बन्ने बाटो हो।